आज चाहिँ अब म एउटा कुरा कन्फेस गर्न गइरहेको छु के भन्दाखेरि होइन हामीले पहिला बच्चा होइन अलि ठुलो बेलामा एउटा दोषी चस्मा भन्ने स्टोरी पढाएको थियौँ क्या नेपाली बुकमा। अनिखेर त्यसमा एउटा क्यारेक्टर हुन्छ नि जस्तो कि त्यसमा अब विश्वेश्वर प्रसाद कोइरालाको क्या तर मलाई के गर्नलाई चाहिँ मैले थाहा पाइसकेँ कसम होइन भने म साँच्चै भन्नु कसम होइन सुन यो सुनिदिनु तपाईँहरू सुन्नु तैँले साँच्चीकै तैँले मलाई के एउटा त्योसँग रिलेट गर्नलाई के त यस्तै छेसै भनेर होइन मैले मसँग रिलेट गर्न लाग्यो भने अनिखेर के अरे अनि त्यसमा एउटा क्यारेक्टर छ नि त उसलाई चाहिँ चस्मा खै के भएको हुन्छ फुट्या हुन्छ के हुन्छ अनि उसको मालिकले चाहिँ के अरे उसले चाहिँ मालिकलाई चाहिँ अब देखेर पनि ढोगेन भने जस्तो उसलाई मनमा पर्छ नि त तर उसले चाहिँ त्यो मालिकलाई देखेकै नि हुँदैन अनि त्यो मालिकलाई पनि उसको वास्तै भएको हुँदैन क्या तर उसको मनमा चाहिँ के पर्छ भन्दाखेरि मैले चाहिँ मालिकलाई देखेर पनि ढोगिनँ जस्तो भयो होला मालिकलाई जस्तो यस्तो यस्तो हुन्छ क्या त्यसमा। अनि मलाई पनि आजकल के हुन्छ भन्दाखेरि बेलुका बेलुका म दौडिन जान्छु नि त माथिसम्म सुन्न पुन्टिया अनि बेलुका बेलुका म दौडिन जान्छु अनिखेर त्यो चस्मा लाउने कुरा आएन होइन अब लेन्स त झन् के लाइन्छ लगाइदिएन अनि म होइन यहीँ पनि मान्छे चिन्दिनँ क्या चस्मा नलाएपछि अब त्यहाँ माथि गएपछि त अब कतिजना चिने मान्छे हुन्छ होला नि त अब रोशनहरू पनि हुन्छन् है उनीहरू गएको बेला चाहिँ अनिखेर अब हो कि जस्तो लाग्छ तर चिन्दैन क्या अब त्यस्तै अरू मान्छेहरूसँग पनि भयो होला नि त अनि ला अनि कहिले अनि बेलुका आएपछि चाहिँ अनि मनमा कस्तो लाग्छ क्या आफूलाई के अरे देखेर पनि बोलेन जस्तो लाग्यो होला जस्तो अनि मलाई चाहिँ त्यस्तो लाग्ने भएर अनि मैले ठ्याक्क त्यति बेला पहिला बच्चा बेलामा त्यो दोषी चस्मा पढेको याद आयो क्या मलाई त्यस्तो भएको थियो। अब यो चाहिँ अब के भन्ने अब यो भिडियो बनाउनु मन लाग्यो नि मलाई कतिजनालाई यस्तो हुन्छ होला भनेर त्यही हो। अब यो हाल्ने टिकटकमा पहिला हेर्छु अनिखेर मलाई क्रप गरेर हाले नै त आउँछस् खोइ गर्दा